नमस्कार मन्त्रीज्यू, धन्यवाद। दिदी नमस्कार। बधाई छ। बेला भयो सम्पूर्ण विशिष्ट महानुभावहरू, सर्वप्रथम म यस संस्थाको तर्फबाट हार्दिक स्वागत अभिवादन व्यक्त गर्न चाहन्छु। हामी हाम्रो निर्धारित समय कार्यक्रमको निर्धारित समय सुरु भइसकेको र हाम्रो माननीय अतिथिगणहरू, विशिष्ट अतिथिगणहरू आइसक्नु भएको कारणले गर्दा अब हामी कार्यक्रम सुरु गर्न गइरहेका छौं। कि माननीय उपप्रधानमन्त्री, स्थानीय विकास मन्त्री तथा संघीय मामला मन्त्री श्री प्रकाश मानसिंहज्यूलाई आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी महिला अध्ययन केन्द्रको अध्यक्ष तथा यस आमा पुरस्कार तथा सम्मान कार्यक्रमको संयोजक माननीय ऊर्जा मन्त्री श्री राधा गेवालीज्यूलाई आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। हाम्रो अतिथिगणहरू, विशिष्ट अतिथिगणहरू आउने क्रम जारी रहेको कारणले गर्दा म यो कार्यक्रमलाई
सुचारू गर्दै महिला अध्ययन केन्द्र जो 2067 सालमा स्थापना भएको हो, यस संस्थाले सामाजिक र राजनीतिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्नुहुने अग्रणी महिलाहरू, जसले नेपालको निर्माणका लागि नेपाली समाजको परिवर्तनको आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ र आज संस्थागत गर्दै लोकतन्त्र स्थापनापछि मुलुकलाई संस्थागत गर्ने अभियानमा जुटिरहेको अवस्थामा उहाँहरूको भूमिका, उहाँहरूको योगदानलाई कदर गर्नुपर्छ भन्ने मान्यता अनुरूप महिला अध्ययन केन्द्रले यो आमा पुरस्कार तथा सम्मान कार्यक्रम हाम्रो 2068 सालमा यो कार्यक्रम सम्पन्न गरिसकेका छौँ र 2069 र 70 साल 2 वर्षको आमा पुरस्कार तथा सम्मान कार्यक्रम हामी आज सम्पन्न गर्न गइरहेका छौँ। प्रमुख अतिथि हाम्रो सम्माननीय राष्ट्रपति आउँदै हुनुहुन्छ। विशिष्ट अतिथिहरू र हामीले विभिन्न राजनीतिक दलका तर्फबाट विशेष अतिथिका रूपमा आज मन्तव्य व्यक्त गर्नका लागि यहाँ आमन्त्रण गरेका छौँ। उहाँहरू सबैलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुनका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूलाई म आफ्नो स्थानमा यथास्थानमा आसन ग्रहण गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछु। आजको यस कार्यक्रमका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति आउँदै हुनुहुन्छ। ल्याउने तयारीमा हाम्रो राष्ट्रपति कार्यालयबाट उहाँलाई लिनको लागि जानुभएको छ। उहाँ आउँदै हुनुहुन्छ। म यो जानकारी गराउन चाहन्छु। उहाँलाई बुके प्रदान गरी स्वागत गरिदिनु हुनका लागि म हाम्रो संस्थाको अधिकारीलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस संस्थाको उपाध्यक्ष सविता खतिवडाजीलाई पनि बुके प्रदान गर्नका लागि हार्दिक अनुरोध गर्दछु। राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपति आउँदै हुनुहुन्छ। यसका सबैलाई
रामवरण यादवज्यूलाई म आसन ग्रहण गरिदिनु हुनको लागि अनुरोध गर्दछु। यसपछि म आजका विशिष्ट अतिथि माननीय उपप्रधानमन्त्री स्थानीय विकास तथा सङ्घीय मामला मन्त्री प्रकाश मानसिंहज्यूलाई खादा ग्रहण गरिदिनु हुनका लागि हाम्रो महिला अध्ययन केन्द्रका साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। जो हामीले विभिन्न राजनीतिक दलको तर्फबाट प्रतिनिधित्व गरेर यहाँ उपस्थित हुनुभएको हाम्रो निमन्त्रणा स्वीकार गरेर उहाँलाई पनि खादा लगाइदिनु हुनका लागि म साथीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। पम्फा भुसाल पूर्व मन्त्री एवं नेत्री नेकपा माओवादी, उहाँलाई खादा ग्रहण गरिदिनु हुनका लागि म साथीहरूलाई अनुरोध गर्न चाहन्छु। र हाम्रो नेकपा एमालेको उपाध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, विशिष्ट अतिथि दुईजना आउन बाँकी हुनुहुन्छ। उहाँलाई आइसक्नु भएपछि खादा लगाइदिनु हुनका लागि म साथीलाई अनुरोध गर्दछु। डाक्टर मीना आचार्यज्यूलाई पनि खादा ग्रहण गरिदिनु हुनका लागि म साथीलाई अनुरोध गर्दछु। धरतीलाई माया गर्नेहरू, धरतीलाई जीवन दिनेहरू त्यसै कहाँ बिलाउँछन्, धरतीमै बाँचिरहन्छन्। आज हामी तिनै धरतीलाई माया गर्ने सामाजिक राजनीतिक विभिन्न क्षेत्रमा यो देशलाई, देशको भविष्य उच्च बनाउनका लागि लाग्नुभएका हाम्रा महिलाहरू जसले विभिन्न आन्दोलनमा योगदान दिनुभएको छ, उहाँहरूलाई सम्मान गर्नका लागि, उहाँको योगदानलाई कदर गर्नका लागि हामी यहाँ उपस्थित भएका छौँ। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष हाम्रो संस्थाको कोषाध्यक्ष तथा माननीय सभासद प्रभा बज्राचार्यज्यूलाई हार्दिक अनुरोध गर्दछु। नमस्कार। डाक्टर रामवरण यादवज्यू, महिला अध्ययन केन्द्रका अध्यक्ष तथा आमा पुरस्कार तथा सम्मान समारोहका संयोजक, माननीय समारोहका विशिष्ट अतिथि माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमज्यू, त्यस्तै विशिष्ट अतिथि माननीय उपप्रधान तथा स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री प्रकाश मानसिंहज्यू, हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित हुनुभएका प्रमुख राजनीतिक दलका विशेष अतिथिज्यूहरू, आमा पुरस्कार तथा सम्मानबाट पुरस्कृत र सम्मानित हुने व्यक्तित्वहरू, यस आमा पुरस्कार तथा सम्मान छनौट समितिका संयोजक तथा सदस्यज्यूहरू र नमस्कार गर्दछु। आफ्नो अमूल्य समय दिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरू,
अतिथिज्यूहरू र सम्मानित व्यक्तित्वहरू, छनौट समितिका संयोजक सदस्यज्यूहरू, राजनीतिक दलका विशेष अतिथिज्यूहरू, सम्मानित व्यक्तित्वहरू र कार्यक्रममा उपस्थित सम्पूर्ण विशिष्ट महानुभावहरूलाई स्वागत गर्न चाहन्छु। यस संस्थाले 2067 सालमा स्थापना भए पछाडि नेपालको राजनीतिक तथा सामाजिक क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अग्रणी महिला नेतृत्वहरूको खोजी गर्ने, अग्रणी महिलाहरूको फोटो सहितको वार्षिक क्यालेन्डर प्रकाशन गर्ने र महिला आन्दोलनका अग्रणी व्यक्तित्वहरूको जीवन सङ्गालो नलेखिएको इतिहास प्रकाशन गरिसकेको छ र 2068 मा पनि आमा पुरस्कार र सम्मान कार्यक्रम गरी राजनैतिक आन्दोलनकी अग्रणी साहना प्रधानज्यूलाई आमा पुरस्कारबाट पुरस्कृत गर्नुका साथै 6 जना व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो। आन्दोलनहरूका अग्रणी महिलाहरू अझै जीवित हुनुहुन्छ। उहाँहरूको योगदानलाई राज्यले सम्मान गर्न सकेको छैन। राज्यले उहाँहरूको खोजी र उचित सम्मान साथै राजनीतिक लाभको उत्तराधिकारी बनाउनु पर्दछ। यसमा राज्यको ध्यान जानु जरुरी छ। अन्त्यमा सम्पूर्ण अतिथिज्यूहरूमा पुनः स्वागत र सम्मान गर्दै बिदा हुन्छु। नमस्कार, धन्यवाद। धन्यवाद माननीय प्रभा बज्राचार्यज्यूलाई। म अब आजको यस कार्यक्रमलाई दीप प्रज्वलन गरी उद्घाटन गरिदिनु हुनका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई अनुरोध गर्दछु। सम्माननीय राष्ट्रपतिज्यूबाट यस कार्यक्रमको उद्घाटन भइसकेको छ। म छनौट समितिमा रहनुभएका हाम्रा संयोजक सदस्यज्यूहरूलाई र यहाँ जति हाम्रो विशेष अतिथिको रूपमा उपस्थित हुनुभएको रेखा शर्मा, एकीकृत नेकपा माओवादी, निलम वर्मा लगायतका हाम्रा अतिथिगणहरूलाई खादा लगाइदिनु हुनका लागि पुनः हाम्रो संस्थाका साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। सत्याल, डाक्टर बेन्जु शर्मा, कल्याणी शाह, पुष्पा कर्ण, उहाँहरू हाम्रो यस पुरस्कार तथा सम्मान समितिको सदस्यहरू, उहाँलाई खाना लगाइदिनु हुनका लागि म हार्दिक अनुरोध गर्दछु। पछि यो कार्यक्रम चलिरहेको छ। यो कार्यक्रम सँगसँगै पुरस्कार तथा सम्मान कार्यक्रमको संयोजक माननीय ऊर्जा मन्त्री राधा गेवालीज्यूलाई हार्दिक अनुरोध गर्दछु। आमा पुरस्कार तथा सम्मान समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति डाक्टर रामवरण यादवज्यू, इसलिए मंचमा आसीन नेपाल सरकारका माननीय उप प्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री र हाम्रा आमन्त्रित अतिथिहरू आउँदै हुनुहुन्छ र अहिले आइसक्नु भएको अतिथिहरू
विभिन्न राजनीतिक दलबाट आमन्त्रण गरिएका माननीय पूर्व मन्त्री पम्फा भुषालज्यू, यसरी नै मैले अरू अतिथि रेखाजी आइपुग्नु भएको छ लेखेर अरू अतिथिहरूलाई पनि आमन्त्रण गरेका छौँ र छनौट समितिका संयोजक एवं सदस्य र आज हामी 2069 एवं 2070 दुईवटा वर्षमा छनौट भई सम्मानित हुनुहुने सम्मानित आदरणीय मित्रहरू र यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय मित्रहरूलाई म महिला अध्ययन केन्द्रको अध्यक्षको हिसाबले यहाँहरूलाई पुनः म स्वागत गर्न चाहन्छु र आजको यो समारोह विशेषतः हामीले 2068 सालबाट सुरु गरेका हौँ। हरेक वर्ष फागुन 27 गते यो कार्यक्रम गर्ने गरिएको थियो, तर विशेष कारणवश हामीले गएको वर्ष गर्न सकेनौँ। यसर्थ दुईवटा वर्षको यो आमा पुरस्कार तथा सम्मान कार्यक्रम अहिले 2 वर्षको कार्यक्रम एकैचोटि हुँदैछ र यो महिला अध्ययन केन्द्रले आमा जाति जो सृष्टिका जननी हुन् ती सृष्टिका जननीहरूको आज हामीले मुलुकमा सामन्तवादको अन्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिसकेछौँ यो मुलुकलाई र हामीले हाम्रो मञ्चमा यस कार्यक्रमको सम्माननीय राष्ट्रपति जो गणतन्त्रको प्रतीक हुनुहुन्छ, देशमा हाम्रा धेरै आमाहरू, धेरै दिदीबहिनीहरू, दाजुभाइ सँगसँगै परिवर्तनको लागि अहम भूमिका खेलेर आउनुभएको छ। उहाँहरूको विषयमा यो महिला अध्ययन केन्द्रले अध्ययन गरेर सम्मानको स्थापना गर्यो र यो पुरस्कार पनि स्थापना गरेका छौँ। मित्रहरू, आज मलाई खुसी लागेको छ कि मैले यो पुरस्कार मेलाई जन्म दिने मेरो आमा खगेश्वरा देवी गेवालीको नाममा मैले स्थापना गरेकी हो, तर यो सम्मान गरिरहँदा मैले मेरो राजनीतिक जीवनमा देशभरि नै घुम्दा मैले मेरा धेरै आदरणीय आमाहरूलाई सँगै देखेँ। यसर्थ मैले सिङ्गो आमा जातिलाई, आमाहरूलाई सम्मान गर्नका लागि एउटा व्यक्तिबाट भन्दा पनि आमा पुरस्कारका रूपमा यो राखिनुपर्छ भनेर हामीले यो आमा पुरस्कारको नामकरण गरेका हौँ र हामीलाई थाहा छ कि हाम्रो यो देशमा यो परिवर्तनका आधा सहभागी आमाहरू, उहाँहरू सबैलाई म हार्दिक सम्मान, जो दिवंगत भइसक्नु भएको छ उहाँलाई म श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। तर आज पनि हामी सामु हुनुहुन्छ अमूल्य जीवनका धेरै महत्त्वपूर्ण क्षणहरू बिताइसक्नु भएको र यस देशको परिवर्तनमा नेतृत्व गर्नुभएको आदरणीय साना प्रधान यहाँ आउन सक्नु भएको छैन, जो हाम्रो संस्थाको सल्लाहकार पनि हुनुहुन्छ। उहाँ लगायत सम्पूर्ण महिला योद्धाहरू जसले यो परिवर्तनमा अमूल्य योगदान दिनुभएको छ। मैले सबै योगदान, यो परिवर्तनका योगदान परिवर्तन संस्थाको 2 जना सल्लाहकार मध्ये 1 जना सल्लाहकार हामीसित हुनुहुन्छ, डाक्टर मीना आचार्यज्यू, जो यसको स्थापना कालदेखि हामीलाई निरन्तर रूपमा हामीलाई निर्देशन सल्लाह सुझाव दिएर हामीलाई हाम्रो अभिभावकत्व लिइरहनु भएको छ र हामीले यो पुरस्कारलाई स्थापना गरेर सबै राजनीतिक विचार, सबै प्रकारको एउटा योगदान मुलुकलाई दिनुहुने महिला पुरुष दुवै प्रकारका व्यक्तित्वहरूलाई हामीले सम्मान गर्छौँ। यसमा सबैलाई सम्मान गरेर जाँदा महिला पुरुषको समान सहभागिता यो परिवर्तनका लागि आएको हो र भोलिका दिनमा पनि हाम्रो मञ्चमा आज हामीलाई खुसी लागेको छ कि अब स्थानीय निकायको चुनाव पनि आइरहेको छ र स्थानीय निकायको निर्वाचनको सबै अभिभारा बोक्ने मन्त्रालयका माननीय मन्त्रीज्यू पनि हाम्रो उपस्थिति हुनुहुन्छ। म ध्यानाकर्षण गर्न चाहन्छु, अब हामीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने सन्दर्भमा हामीले संविधानमा महिला अधिकार हिजो संविधान सभामा राजनीतिक रूपले सहमति गरेको कुरा के हो भने स्थानीय
हाम्रो राज्यको पुनः संरचना गर्दा प्रान्तीय रूपमा महिला पुरुषको स्थानीय निकायमा समान रूपले सहभागिता हुनेछ भनेर राजनीतिक दलहरूले सहमति गरिसकेको कुरा, जुन वर्तमान संविधान सभाले हिजो गरिएका कामको अभिभारा ग्रहण गरिसकेको सन्दर्भमा म महिला पुरुषको एउटा समान आधार निर्माण गर्नका लागि राजनीतिक रूपले महिलाहरूलाई समान अधिकारका आधारमा उहाँहरूले एउटा वातावरण निर्माण गर्नुहुनेछ, जसले यो मुलुकमा एउटा आधार निर्माण भयो भने त्यो आधारमा राज्यले हाम्रो अन्तिम संविधानले व्यवस्था गरेको महिलाहरूलाई हरेक निकायमा 33% जुन कुरा छ केन्द्रमा लैजाने कुरा, यसरी हामीले नेतृत्व तहमा तल समानताको आधार र माथि र पिरामिड जस्तो बनाएर एउटा आधार निर्माण गर्नुपर्छ, जसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो आर्थिक आधार, सामाजिक आधार, सांस्कृतिक आधार निर्माण गर्न सक्दछ र